त यही नि होइन अब चाहिँ तपाईहरु के गर्नु अब खाइरहेछ मान्छे तँलाई त मैले खाने कि अलिक ठुलो भइस् भने भाग सो एभ्रीवान नमस्ते एन्ड गुड मर्निङ एभ्री सन्चुन चलाएर म एकदम ठिकठाक गरेको छ अहिले चाहिँ फिलहाल 10 आज चाहिँ म हजुरहरूलाई केसको टुर दिन जाँदैछु भन्दाखेरि मेरो चाहिँ हैन उता गोठबातिर चाहिँ उता न्यू टोयलेट बनेको छ हैन त्यसको चाहिँ म तपाईहरुलाई टुर दिन जाँदैछु सिधै उतै गएर भेटौँला यस्तो बिगत सुनसान भएको छैन यो पुरा सुनसान हैन केही कसुन आइरहेको छैन फाइनली गाइस टोयलेट त यही नि होइन अब चाहिँ तपाईहरुलाई चाहिँ यसको भित्रमा राम्रोसँग टुर दिनेछु खासमा यो चाहिँ मेरो गोठ हो हैन अनि गोठ टक्कसर गोठको अगाडि चाहिँ यो टोयलेट हैन अनि गोठमा पनि टोयलेट बनाउनुको कारण चाहिँ के हो भन्दाखेरि हैन मेरो चाहिँ घर यहाँदेखि हल्का माथि पर्छ हैन उता यो चाहिँ गोठ हो यतातिर चाहिँ गाई बाख्रा अनि धेरै छन् हैन त्यसैले चाहिँ मेरो मम्मी चाहिँ यतैतिर सुत्नुहुन्छ प्राय चाहिँ ढिलो हुन्छ नि कहिले यतातिर गोवाला जाँदाखेरि घाँस दाउरा गर्दाखेरि ढिलो हुन्छ हैन त्यसैले चाहिँ यतै खाना पकाएर खानुहुन्छ त्यसैले चाहिँ कहिले टोयलेटको आवश्यकता पनि त पर्छ त हैन त्यसैले चाहिँ यो टोयलेट निर्माण गरेको लडे अब तपाईहरुले चाहिँ टोयलेटको सिन हेर्न सक्छु कस्तो हुन्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला मन भित्र किन हो हलचलै हुँदा तिमी हामी यसरी जम्का भेट हुँदा मन भित्र किन हो हलचलै हुँदा हे बाजु खेतमा छर्के सलाम छ मायालाई पहिलो भेटमा बढ्दैछ पीडा पापी नजर किन हेर्छौ मातिर यो मनमा किन हो बढ्दैछ पीडा पापी नजर किन हेर्छौ सक्नु भयो होला हैन कस्तो छ टोयलेट भनेर यो चाहिँ ढक्कन चाहिँ यस्तो रहेछ हैन यो चाहिँ ढक्कन अब यो चाहिँ लिप्नी छ हैन अब उता गाउँ घरमा चाहिँ यस्तै हो रोल्पातिर चाहिँ त्यति धेरै विकासन भएको छैन अनि हो यस्तो छ तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला र अर्को झल्ला चाहिँ उ माथि हेलिरहेको रहेछ हैन ओ हाई गरिरहेछ लडे नि हो यसलाई बनाउन चाहिँ लगभग 10-15 दिन कति लाग्यो थाहा भएन हैन अब त देखाइहाले अब बस यहाँदेखि चाहिँ मेरो तपाईहरुलाई चाहिँ यो गोठ पनि देखाइदिन्छु भनेर हैन गोठ चाहिँ यही नि हो पछाडि देखिरहेछ होला हैन यो चाहिँ गोठ पनि हो अगाडि मैले भनेको थिएँ नि भेडा बाख्राहरु पनि धेरै छन् भनेर भन्दै ठ्याक्कै यो दुईटा बोकेहरु दुईटा पाठा अनि यो यिनीहरु भेडा बाख्रा कति पहिला थाहा छ भेडा बाख्रा भनेको के हो हैन यस्तै यो बाच्छाहरु हैन ओइ दरा यहरुको यो पनि मेरो त नि यहाँ पनि फेरि बाघ मन रहेछ रु झन् ठ्याक्कै गजबको बाघ बाख्रा अब बाघले चाहिँ बाख्रा खान्छ बाघले चाहिँ खान्न हो मान्छेले खान्छ यसले के गर्नु अब खाइरहेछ मान्छे तँलाई त मैले खाने कि अलिक ठुलो भइस् भने भाग पुरा मेरो लुगा खाइदिरहेछ अब त्यही नि हो तपाईहरुलाई देखाइसके कस्तो लाग्छ कमेन्ट गर्नुहोस् अब यहाँदेखि चाहिँ सिधै घर जान्छु फेरि घर जानु फेरि भन्दा फेरि अर्को पनि देखाइछि हाल्छु यो चाहिँ गाउँ भन्छन् हैन यस्तो हुन्छ यो पनि देखाइहाले अब सिधै घर गएर भेट्नेछु लगभग 2 वर्ष राको छ अनि खाना साना खाएर फेरि म चाहिँ हस्पिटल जाँदैछु अब यहाँदेखि चाहिँ हस्पिटल चाहिँ नजिकै नै छ हैन अब देखिरहेको त्यही नै हो मलाई चाहिँ यस्तो डेन्जर छ नि हैन यहाँदेखि चाहिँ टिप्पर पनि पल्टेको पहिला त्यसले चाहिँ यो खोलालाई धेरै डेन्जर मान्छन् मेडिकलमा आएको मेडिकल चाहिँ बन्द रहेछ हैन त्यसले चाहिँ यसो बसिरहेको छु वेट गरिरहेको छु त्यहाँनिर चाहिँ बल खेल्ने ग्राउन्ड छ हैन अब पोस्ट यो यस्तो बल खेल्ने ग्राउन्ड यो रोड नि हो गाइस औषधि लिएर अब आइसके अब चाहिँ म जाँदैछु टक्कसर यस्तो हैन जंगलमा घरदेखि पनि नजिकै छ जंगल त्यसैले यसो माइन्ड फ्रेस गराउन चाहिँ जंगलतिर जाँदैछु अब त्यही नि हो गाइस अब यदि भिडियोलाई मन पर्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला र तल कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला कमेन्ट गर्दा चाहिँ मोटिभेसन मिल्छ त्यही नि हो गाइस थ्यांक्स फर वाचिङ